Hi guys, good morning. Jojolapa. I hope you're all doing good. म चाहिँ अहिले छु तातो पानीमा. You can see the view. हिजो राति आएर बसेको अनि अब तातो पानी आएपछि तातो पानीमा डुब्नै पर्यो हैन. सो अब हामी डुब्न जान लाग्यो के भन्नु पर्यो. अनि कस्तो महँगो अब सल्टी वाटर हुन्छ नि त. अनि अब नुहाउनु पर्यो आफ्टर द्याट पनि. अनि साबुन सोधेको एउटा त्यो सानोवाला डेटोल साबुनलाई 150 रुपियाँ रे. ओ माई गड, पागल जस्तो लुटेर खान्छ सब. हिजो ल दिजुले बोलाइराखेको छ. हिजो इभन मुस्ताङमा पनि चियाको 150 रुपियाँ रे. ओ माई गड, यस्तो नमिठो चियाको 150 रुपियाँ दिनु परेको थियो. बट देन द भ्यू वाज वर्थ इट. ल ठिक छ. Oh my god, यस्तो राम्रो झुलुङ्गे पुल छ. There's my sister. अनि ऊ त्यहाँ पहाडमा हिउँ पनि परिरहेको छ. Oh my god, I'll meet you त्यो हट स्प्रिङमा. बाई बाई. उता फेरि एकदम खतरा छ नि यहाँ. टोइलेटको चप्पल लाएर म निस्केको छु. चप्पल ल्याउन बिर्सेर. यो रहेछ एन्ट्री. अब हस्पिटलमा भिडियो बनाउने कुरा भएन. सो दिमाग कस्तो उहाँ गएर भेट्यौँला. पागल हो भन्ने भइसकेको रहेछ म. बट नेभर माइन्ड. नेपालीहरूको 50 रुपियाँ, टुरिस्टहरूको 150 रुपिज रहेछ. म गएर आउँछु. बाई बाई. बाई बाई. मदर्सहरूलाई हेर्नु है यहाँ. ओ माई गड. भयो. अब फेरि एकदमै मर्मेड स्विम गरिराखेको छ तातो पानीमा पनि. रिया दिदी पनि सबै स्विमर रहेछ नि यहाँ त. ओ माई गड. ओहो, ठुलो मम्मी पनि स्विमर. यहाँ त सब स्विमर मात्रै रहेछन्. Hi guys, this is my outfit. हिजोको चाहिँ मैले देखाउनु भ्याएन बिकज हिजो अलिकति रस नै थियो भनौँ होइन. अनि हजुर ल्याउँदै हुनुहुन्छ ल. के अरे सुटकेस भन्दै होइसिन्थ्यो. के भन्छ त्यस्तै भयो. तर गाइस तातो पानी इज टु मच एक्सपेन्सिभ. ओ माई गड. जे भए पनि सक्यो अब होइन. मलाई आज आफूले आफूलाई म एकदम रामी देखिरहेको छु जस्तो लागिरह. अनि टकिङ अबाउट आजको स्टप, लास्ट स्टप चाहिँ पोखरा हुन्छ. बिचमा चाहिँ हामी बागलुङ कालिका मन्दिर अनि अर्को कुन कुन मन्दिर, नट कुन कुन मन्दिर, तर आई गेस 2वटा मन्दिर भन्ने जस्तो लागेको थियो होइन. जो जान्छौँ अनि रमाइलो गर्छौँ. साँझ चाहिँ पोखरा घुमिन्छ होला मेबी. आई डोन्ट नो. साँझको स्टप चाहिँ पोखरा नै हुन्छ फर स्योर नै. अहिलेको लागि चाहिँ ओ माई गड मेरो हात कामिरहेको छ. नेभर माइन्ड. भ्लग यति नट के भइरहेको मलाई यस्तो. आई डोन्ट नो. नेभर माइन्ड. ब्याकग्राउन्ड नोइज एकदम डिस्टर्बिङ भइरहेको होला बिकज अफ द्याट खोला. तर पनि केही छैन. नेचर हो. वी लभ नेचर होइन. त्यही भएर मैले पनि ग्रिन लगाएको छु अरे. के मेरो फर्स्ट डेमा के भन्छ पनि ग्रिन भयो. सेकेन्ड डेमा चाहिँ ग्रिन भएन. थर्ड डेमा पनि ग्रिन छ. बिकज आई लभ ग्रिन. त्यस्तो केही पनि होइन. आई डोन्ट नो एनिथिङ. अलिकति धेरै नै बोले जस्तो लाग्छ. अब चाहिँ भेट्दै गर होला. अहिले चाहिँ हामी होटल मन्त्रायणी क्याफेमा आएको छौँ खाजा खान. खाजा खाएपछि मात्रै हामी निस्किन्छौँ. खानालाई 300 गाइजहरू बसिरहन्. भाइ आयुष भाइ. आयुष भाइ पक्नुस् त भन त. हेलो. हजुर किन बोलाएको? तेल मैले कहाँ लाउँछु त कपालमा तेल? कपालमा लाउने तेल छैन. मैले लाउँदैन कपालमा तेल. मेरो कपाल यस्तै राम्रो छ भाइ. Oh my god. Nice.
पैसा आउनु लाग्छ कि मेरो माई गॉड कहाँबाट रिच भयो तिमी त पोखरामा पार्टी दिन्छौ कि क्या हो त्यस्तो त नभनौँ है भन न नाइ कि गरिबी लागेको छ अलि राजा पार्टी हुन्छ क्या हो सबैजनाले खाजा खाइरहेछौँ बिहान बिहान ओ माई गॉड रोटी तरकारी ल सुगरवालालाई रोटी तरकारी हेलो गुडिया दिदी यो त बिहान खानेकुरो बनाएको हो अब यही खाइरहेको छ साँझको खाना खाना खान्छ र दिन खाना खाने यहाँ पहिला हामी पोखराबाट बेनी आउँछौँ अनि बेनीबाट गलेश्वर अनि गलेश्वरबाट पोखरा त्यो पोखरे बगर अनि तातो पानी अहिले हामी जान्छौँ नि तातो पानी अनि यो के हो यो वर्ल्ड बेस्ट घुर्जे यो भने थाहा भएन मलाई यो थाहा भएन अनि यो बाटोमा यो चाहिँ देखाएमा रुप्से अलिक सानो परेको थियो अनि घाँस आउँछ इन्ट्री पोइन्ट लेते टुकुचे यो टुकुचे भने हामी खाना खायौँ नि होइन टुकुचे भने मार्फा आएको भनेको थियो नि लास्टमा टुकुचे थियो मार्फा अस्ति बस्या जुमजुम हल्का माथि यहाँ एयरपोर्ट छ अनि यो कागबेनीमा मार्फा टुकुचे झर्यो जाने मान्छेलाई यहाँदेखि सिकाइदिनु पर्यो अनि त्यहाँबाट घाँस आयो अनि यो आयो अनि उल्टो गइराख्नु भएको छ हामी यहाँ आइपुग्यौँ कि हामीले उल्टो पोखराबाट जाने मान्छेलाई भन्नु पर्यो त यस्तै हामी थाहा छ हामीले उल्टो पोखराबाट गइरहेको छ सर्टकटमा अब सुरुमा पोखरा बेनी अनि तातो पानी अनि लेते सर्टकटमा आए ल अनि टुकुचे अनि मार्पा अनि जोमसोममा केही छैन एउटा एयरपोर्ट छ बस अनि कागबेनीमा चाहिँ छ हामीले हार खाएको ठाउँ भन न मुस्ताक नजाने के रे मुक्तिनाथ नजाने के भन्ने बाटो बन्द भन्ने कुरा आएको थियो बाटो बन्द थिएन अनि पछि सिधै माथि सक्यो अनि माथि मुक्तिनाथ यस्तो गरी आउने बस ल पख्नुस् त अब जाम पख्नुस् त We from Bini Magdi to Muktinath Temple. अब खासै युट्युबमा गर्न अब मैले सुरु ल ढुक्क हो क्या चलबल दिन्छ त युट्युबमा चिप्री बाइक्स भनेर खोल्छु दबदब हुन्छ माई गॉड त्यसपछि तुलसीपुरको हिरो भाइ दबदब र अब हामी हो गाइस अब हामी यहाँबाट निस्किन्छौँ हाम्रो प्लान चाहिँ गलेश्वर मन्दिर जाने होइन छोरी मान्छे छोरी मान्छे नै हुन्छ यस्तो गर्नु न यस्तो गर्नु न छ्याप्प लगाएर हामी चाहिँ गलेश्वर मन्दिर र बागलुङ कालीको मन्दिर जाने कुरा भयो सो गलेश्वर मन्दिरमा भेटौँला ठिक छ नि त हाम्रो त यहाँ यस्तो बाटोमा आएर फस्यो पछाडिको टायरमा के यो ढुङ्गा निकालेर मैले यताबाट हालेर नहुने जान्छ होला दाइ अब बिस्तारै बिस्तारै गर्नु त जाम हुनु लाग्यो यहाँ त्यो जान्छ होला दाइ अब गयो अगाडि जानु दाइ भयो ढोका लगाइदिनु ढोका खोल्ने अय्या एकैछिन है म चाहिँ यता लाग्नु पर्यो
पुलिस पुस्किन्छ कि यही बेलामा फेरि बिस्तारै बिस्तारै गर्छ जान्छ गयो कि क्या हो जानु यु क्यान गो फर्स्ट म छिट्टो बसिहाल्छु एकदम बाटो यस्तो छ कि यहाँ तर खोला छ केही पनि छैन एक्सट्रिम छ बाटो पनि फेरि ओहो छोरी कि क्या हो तपाईँ धेरै नगर्नुहोस् त किन यस्तो गर्नु भएको छ तपाईँले शराब यहाँ हेर न बाटो कस्तो छ हेर्नु त पऱ्यो के तपाईँ पनि हेर्नु फेरि धेरै मोबाइल मात्रै नहेर्नु हस् हजुर ल तल हेर्नु न एकपल्ट। ल रमाइलो छ है म चढेँ अब बाटो यस्तो छ खै बम्बी खै मामु अगाडि चढ्यो खै ल म चाहिँ चढिहालेँ दाइ त्यस्तो जुन बुढिया दिदीहरू बस्नु भएको थियो नि हो ठ्याक्क त्यसको तल मात्रै हो अलिकति छ यस्तो हो के त्यहाँ ढुङ्गा देख्यो त्यो ढुङ्गाबाट अर्को छापेर हाने भए चाहिँ हजुर दाइ के अरे हुने रहेछ त्यो गाडी हाम्रो लामो गाडी त्यो केवाइसी गएको हजुर हाम्रो लामो गाडी त्यो ढुङ्गा टायर जान्छ तल ढ्याप्प अड्कियो के हजुर हजुर अब यसले हाल्दा कस्तो जान्ने हुनुपर्ने होला मान्छेहरूलाई बाटो यस्तो छ जान्छ त्यहाँ पुलिस भिराइदियो माथि यस्तो अलिकति पेसेन्स भन्ने नै हुन्न कि यिनीहरूमा गाडी निस्किनु लामो गाडी छ अलि अगाडि गराउनु न यता काटेर आउनु त्यही भएर यहाँ यस्तो छ केही पनि छैन त्यहाँ आउनु त्यो बाहिर रोकेर ल ल जाम्दै अलिकति अगाडि जानु उतातिर हजुरतिर च्याप्नु है दाइ यतातिर अलि जाम 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 गयो 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 ल हजुर दाइ यहाँबाट त्यहाँनिर राम्रो छ अड्को यहाँ गाडी छ क्या अड्छ क्या जानु न त्यहाँ अलिकति अगाडि गाडी बस छ क्या यो बस अगाडि गयो नि हामीले ठाउँ पाउँथ्यो तुलसीपुरे बोइज त्यो त तिम्रो युट्युब च्यानलको नाम होला है हाम्रो आमा टोलीहरू धेरै धेरै जान्ने हुने आमा टोलीहरू दुईजना यहाँ हुनुहुन्छ दुईजना महापारी हुनुहुन्छ सब डराएर यो भगवान् हाम्रो दाइलाई भरोसा नमान्ने कि त्यही त त्यो दुईटीलाई हेर्नु न त्यहाँ वहाँ माथि मैले उताबाट हाल्न चाहिँ फेरि त्यहाँ ढुङ्गा देखेर यताबाट फिराएँ यताबाट हालिदिएको झ्याप्पै छु कहिले पनि होइन ढोका खोल भनेर त्यो भनेर झन् त्यतिखेर गाडी उएर झन् तल खस्ने हुन्छ त्यस्तो ओहो ठुलो फेरि चस्मा लाएर यहाँ के भएको थियो र त अनि
अलि अगाडि रोकिदिनु है दाइ त्यहीँनिर नरोक्नु हल्का अगाडि हल्का अगाडि रोक्नु के हल्का अगाडि रोक्नु के अगाडि जानु के दाइ हामी के डराउँला र हामी त एक्सरसाइज गरेर हामी कति डराएकै छैनौँ त्यो पनि डरा भनेर सोचेको थियौँ एक्सरसाइज एक्सर्साइज गरेको थरथर कामेर हामी त डराएनौँ क्या ठर कामे कामे यस्ता बड्डा सड्डा छोराछोरी पछि भइरहेको पहिला त आफू पछि हाल्नु मान्छे छोराछोरी जो कोही आफ्नो त पहिला एक्सरसाइज सुरु मैले यही भिरो नभन्दे भए यो टोली झर्ने थिएन के केही अस्तिको भिरो भन्दै होइन मैले पहिले थपिसकेको थिएँ काठमाडौँको तिरमा ल्याएको मेरो तल छेउछेउै ल्यायो फेरि हामी चाहिँ अहिले फेरि बेनी बजार आइपुगेर चाहिँ गाडी चार्जमा राखिरहेको छौँ अब चाहिँ बल्ल हिजोसम्म चाहिँ हिउँ खेल्यो अहिले चाहिँ अब एक्सट्रिम गर्मी हुन सुरु भइसकेको छ म त गाडी जुन पनि खोलेर राखिसकेँ मामी यता आइसक्छु म त्यहाँ जाँदै थिएँ त आइसक्छु त गर्मी एक्सट्रिम छ यहाँ हाम्रो गाडी चार्ज भइरहेको छ कति छ दाइ ए स्टार्टै गरे होइन हस् स्टार्टै नभएको रहेछ चाहिँ ओ दुब्लो देखेँ म यहाँ चाहिँ हाम्रो सरले आइसक्रिम खाने अरे होइन त्यही भएर त्यो खान्छ त्यो कुन खान्छ खोल्ने होइन नखोलेर पहिला सुरुमा डन्ट यसलाई सबै चाहिन्छ यहाँ पनि छ छोरा त यो खाऊ न त म सानो दिन्छु कि यो खाऊ न त यो हुन्छ हुन्छ नि त्यो पनि कुन खाने जुन खाने एउटा मात्रै निकाल यहाँ पनि छ फेरि मिठोवाला यहाँ पनि छ कुन खाने रहेछ नि त्यसमा वाट्स द्याट टावान त्यो हो को चाहिँ छैन चाहिँ मैले यो हेरेँ होइन हेर्नलाई तर कोनवाला खानु भनेर कि मामा एकैछिन है अब हामीले आइसक्रिम खाइरहेको छौँ यहाँ बसेर Cheers. मैले यति बाइट लिएँ यति बाइट लिएँ इक्वल मिठो छ गर्मी पनि छ तर धन्न हावा लगाइरहेको छ अहिले चाहिँ सो गलेश्वर मन्दिर चाहिँ हो क्या अरे गलेश्वर मन्दिरको प्लान क्यान्सल भयो अनि अब हामी बागलुङ कालिका मन्दिर मात्र जाने भयौँ सो त्यही हो अब चाहिँ हामी हिँड्छौँ सो गाइज हामी फाइनली बागलुङ बजार आइपुगिसक्यौँ बजार भन्दा पनि हामी अर्को बाटो आएको थियौँ अनि बजार चाहिँ अलिकति माथि रहेछ हामी चाहिँ अहिले बागलुङ कालिका मन्दिर जानु आएको अनि बागलुङ बजार चाहिँ भनौँ न बागलुङ चाहिँ मेरो बाबाको घर हो अनि बाबा कति वर्षपछि आउनु लागेछ हजुर आफ्नो घर म 30 वर्ष पछाडि आफ्टर 30 इयर्स हाम्रो कुलपूजा हुने ठाउँ बागलुङ नै हो होइन अनि बाबा 30 वर्षपछि फाइनली बागलुङ आइछ हजुर कस्तो लागिरह मलाई एकदम रमाइलो फिल लागिरहेको छ एकदम हृदयबाटै खुसी आत्माबाटै खुसी भइरहेको छ ल ठिक छ बाबा एकदम रमाइराख्नु भएको छ हामी कालिका भगवती मन्दिरको प्रवेशद्वारमा पनि आइसकेको छौँ स्थिति हुन्छ हामी चाहिँ अहिले घन्टी बजाउँ त ल बजाऊ टाढो त यसरी ल बजाऊ यो बजाऊ न यहाँ पकाएर त ल यहाँ पकाएर यहाँ यो त भागिरहेछ
अनि दिस इज बागलुङ कालिका मन्दिर. दिस इज नट बागलुङ कालिका मन्दिर. यो चाहिँ अब बाटो भइहाल्यो. यो ट्रिपको प्लान हामीले यति पटक बनायौँ होइन. अब सिङ्गल मात्र भए पनि बनायौँ. अब कसरी बनाएनौँ तर कहिले पनि पोसिबल भएको थिएन कि. अनि योपालि चाहिँ यस्तो छिटो भयो कि 2 दिनमा लाइक आज प्लान बन्यो भोलि पर्सि चाहिँ हिँड्ने थियो कि. अनि राति पनि एक्सट्रिम एकैछिन है राति पनि एक्सट्रिम टेन्सन कसरी भनौँ भएको थियो कि जाने हुन्छ होला किन यो प्याकिङ गरिरहेछौँ फेरि अर्को कुरा बिग्रिरहेछ डर पनि लागिरहेको थियो. बट देन सबै कुरा नाइस भयो कि हुन्छ नि. यत्रो अझै पनि मलाई ड्रिम के अरे मेरो ड्रिममा भएको जस्तो मलाई फिल हुन्छ क्या. त्यो हिजोको त्यो मुस्ताङको स्नोफल ओ माई गड त्यही हेर्नु लेखा रहेछ र अहिलेसम्म हाम्रो प्लान कहिले पनि सक्सेस भएन. आई फिल भेरी ब्लेस्ड. ल अब चाहिँ फाइनली मन्दिरमै भेटौँ ल. ए भगवान् अब यता भन्नु ल. वी आर सार्क फ्यामिली. कस्तो हामी सार्क हो त के फेरि. यसको सार्क फ्यामिलीले मेरो आउटफिट चेक बागलुङ मन्दिरमा. अघिसम्म चाहिँ गर्मी लगाइरहेको थियो फेरि चिसो लगाएर यो कार्डिगन लगाएको फेरि गर्मी भइसक्यो. टिका लगाएर पनि सक्यौँ. अब फोटो सेसन भइरहेछ सबैजनाको. अब आई थिङ्क हामी जान्छौँ होला. बाई बाई. के भेट्छौ? भोला जङ्गराज भण्डारी बाघ जङ्गराज हाम्रो बाजे हजुरको अजा. मेरो अजाले अजाको अजा जिजु अजा पनि यसैमा नाम छ. घन्टी भन्नु न. दाजुभाइ सबै दाजुभाइको हो यो. ल हाई गाइज गुड मर्निङ. आई होप युआर अल डुइङ गुड. म चाहिँ अहिले छु पोखरा. हिजो राति पोखरा आएर चाहिँ खानासाना खाएर सुतेको बिकज अलिकति बिरामी होला जस्तो भएको थियो कि. अनि एकदम नै धेरै टायर्ड थियो हामीहरू. अनि त्यही हो आज चाहिँ अब हाम्रो फाइनल डे घर फर्किने दिन होइन. आज हाम्रो घुम्ने भनेको जस्ट 1 स्टप मात्रै हो त्यो पुम्दीकोट. अनि त्यति हो. सो दिस इज माई आउटफिट आजको लागि होइन. आई थिङ्क आई लुक गुड बिकज यो वाला येल्लोले मलाई कस्तो राम्ररी देखाएको जस्तो लागिरहेको. मिररमा हेर्दा चाहिँ अब आई डोन्ट नो इफ मिरर इज लाइङ अर नट. हिजो लास्ट डे रमाइलो लगाइरह. क्या दुईवटा बाबा सानो बाबा यहाँ दिजु. हामी अहिले ब्रेकफास्ट गरिरहेको छौँ. स्ट्रिट नम्बर 10 मा मारवाडी रेस्टुरेन्ट भनेर छ. यो भेज मिठै छ होइन. हाम्रो गाडी पनि आइसकेको छ. अब निस्किन्छौँ हामी एकछिनमा. हामी चाहिँ पुम्दीकोट आइसक्यौँ. यहाँ हाम्रो गाडी चाहिँ उता पार्क गरेछौँ. अनि यहाँदेखि चाहिँ नो एन्ट्री रहेछ होइन. आज चाहिँ पानी परिरहेछ हुस्सु पनि छ. त्यही भएर हिरो भएर आएको थिएँ म. ज्याकेट र सल लगाउनु परिहाल्यो. मामुहरू माथि गइसक्यो. अन द वे सम माथि पुगेर भेटौँला अब. ल यहाँ टाढो गएर चढ्न नसकेर हामी टिका आन्टी र भाइ आन्टी यस्तो त्यस्तरी हिँडेर हाई भनिदिनु पऱ्यो कि यहाँ. मारेको छ गाइज. माई गड उकालो त के भन्ने हो र. यस्तो छ थाकिन्छ. अगाडि जानु अगाडि जाँदा चाहिँ लभ कपल्स गाइज. ल भयो हिँड्छु. कस्तो ओपास हो र रिस उठ्ने. हामी पुम्दीकोटको गेटमा आइसकेको छौँ. जय शिव भगवान्. ओ माई गड हुस्सुले केही पनि देखिरहेको छैन. यस्तो ठाडी उकालो छ. यो द फुड ल्यान्ड एन्ड थकाली किचन. म लास्ट टाइम आउँदा हामीले खाजा खाएको ठाउँ
नस्टाल्जिक हामी चाहिँ पुग्न लाग्यौँ होइन आज चाहिँ हुसु लागेर एकदम कामहरू चाहिँ आई मिन भ्यू चाहिँ हेर्न नपाइने भयो शिवजीको मूर्ति पनि यस्तो ब्लर आइरहेको छ अल्सो क्यामराजहरू पनि धेरै रहेछन् हो कि नै मामु अघि त्यो एउटा इन्डियन फ्यामिलीलाई एउटा के भनिरहेको थियो ठिक छ पुग्यौँ पुम्दीकोट पनि हाम्रो पुम्दीकोट चाहिँ धेरै नै डेभलप भइसकेको रहेछ इभन बाटो पनि तलबाट माथिसम्म नै पुरै पिच छ ठाडो उकालोमा पनि एकदम पिच छ अनि अरूमा के नै भनौँ र एभ्रिथिङ इज नाइस हियर भगवान्कोमा पूजा गरेको टिका लगाउनु लाग्छ नि अब राम्रो माथि नै लगाइदिन्छ भाग्यमानी भयो पनि भन्छु भन्नु त पर्यो होइन बाबा कस्तो आइरहेको छ पुम्दीकोटमा एकदम राम्रो तर मौसम अलिकति खराब भएको कारणले गर्दाखेरि फोटो राम्रो आएन फोटो राम्रो नआउला भन्ने डर तर ह्याप्पी भेरी ह्याप्पी वान क्यान फिल चस्मा लाउने पर्सन एक्सेप्ट चस्मा लाउने पर्सन के यहाँ चस्मामा पानी नपरोस् भनेर लुक आयो एकछिनलाई राख्नु पर्यो यस्तो गरेपछि त चस्मा पनि बच्यो अनि आई क्यान इभन सी द व्यू ओ माई गड आई एम एन्जोइङ माई ट्रिप सकिन लाग्यो बाबाजी मुझे दर्शन दीजिए खै दर्शन दीजिए बाबाजी दर्शन दीजिए बोल्नु न म ब्लेस भयो बाबाजीबाट ओ माई गड उसले गर्दा बाफले हेर्नु न चस्मै अब नदेख्ने भइसक्यो अब हामी निस्किन्छौँ एकछिनमा यहाँबाट है त सी यु अल बाई बाई पेन्गुइन हाई फाइभ गरिदियो त काला मलाई काला हाई फाइभ गरिदियो त हाई फाइभ यस्तो छ पानी परेर ल अर्को हजुर जादु जस्तो देखिजान्छ जादु कोही मेल गएको ऋतिक रोशन र जादु मामु धुप भन्छ न धुप भन्छ न छुट्टै छ फेरि ल भयो भयो ल खै मलाई कसैले खुवाइदिउँ न कोही कतैबाट प्रिन्सेस ट्रिटमेन्ट पाउँछु कि भ्युज अमेजिङ र आई होप मेरो भ्लग पनि अमेजिङ थियो होइन हामी पुम्दीकोट घुमेर आइसक्यो अहिले चाहिँ अब एउटा होटलमा खाजा खाँदैछौँ अनि हाम्रो यात्रा सुरु हुन्छ दाङको अब आई थिङ्क आई सुड एन्ड माई भ्लग हियर एकदमै राम्रो ट्रिप भयो एकदमै अनएक्सपेक्टेड कुराहरू भयो सो झनै रमाइलो भयो होइन अनि आई होप टु मेक मोर एक्साइटिङ भ्लग्स इनकमिङ डेज भनौँ अनि आई ह्याड अ ग्रेट टाइम भ्लगिङ एक्सप्लोरिङ न्यू प्लेसेस दो म सबै ठाउँमा गइसकेको थिएँ त्यही पनि अलिकति नस्टाल्जिया पनि भयो होइन ठिकै छ विल मिट यु गाइज भेरी सुन बाई बाई लभ यु अल अन्टिल नेक्स्ट टाइम बाई बाई